के अरे आफै दिन्छु नि भन्नु पर्छ त्यही कचरा त होला नि हजुर अहिले दिन्छु नि एकछिनमा आफै हेलो गाइज गुड मर्निङ वेलकम टु आवर न्यू ब्लग अहिले चाहिँ हामी यहाँ घाँस काट्न पत्कर सोर्न होइन रेडी हो पर डोको बोकेर हिँड्दै हुन्छ म यहाँ सिक्कल बोकेर हिँड्दैछु अब घाँस काटेर पत्कर सोरेर लिएर जानु पर्ने भयो हजुर त्यहाँ सोर्दा माथि थियो नि पत्कर त वहाँ माथि चाहिँ एकदम बाक्लै छ यहाँ चाहिँ पत्कर सोर्ने कुरो छ हाम्रो पत्कर सोरेर डोकोमा खाँदेर लगेर ओछ्याइदिनु पर्ने छ पत्करै पत्कर छ डेली त्यहाँ थालिसक्नु म के घाँस काट्नु म घाँस काट्नु उद्याउँदीको अलिअलि काट्दै गरौँ त्यो बाँसको म चाहिँ यहाँ बाँसको घाँस काट्नु पर्यो अलिअलि डेली पत्कर सोर्दै गर्नुहुन्छ म त्यो सानो पाडोलाई केही खाँदैन नि त अरू खासै खाँदैन अनि बाँसको घाँस खान्छ त्यही भएर बाँसको घाँस लानुपर्छ त्यसलाई दर छ नि सबै त्यो पनि आउँदैन र ए भाँच्यो एकछिनै म पनि पत्करको भारी पनि पुराइयो घाँस पनि पुराइयो पत्कर पनि पुराइयो अडियो अब लागियो यस्तै हो गाउँको चाहिँ काम अब बजार सहरतिर हुँदा के हुन्थ्यो थाहा भएन गाउँमा चाहिँ यस्तै हो उता पर्तिर चाहिँ घाम आइरहेछ अलिअलि यता चाहिँ अलिक छैन यो जङ्गल झारीभित्र हो नि त बाँसियाभित्र यो पाडोलाई चाहिँ यसरी ल्याएर घाँस बाँधिदिनुपर्छ यहाँ अनि त्यहाँ बाँधिदिएपछि त्यसले आफै खान्छ एकछिनमा अहिले उठेर खान्छ अहिले यसलाई आनन्द भइरहेछ उठ्दैन आनन्द भइरहेछ उसलाई दुध पनि दिन छोडिहाले जिन्दगी मेरो खत्तम भन्दै बसिरहेछ जिन्दगी खत्तम हाम्रो चाहिँ यहाँ भैँसी नुहाउने कार्यक्रम हुँदैछ भैँसी बोरा लाबुन ए लाबुन कि सरफ लुगा हो यो यसको सबै जुम्रा ए सरफ लाएर चाहिँ जुम्रा छ नि त्यही भएर जुम्रा पनि जान्छ मैलो पनि जान्छ तँलाई नुहाइदेऊ ओ मुतुवा ए मुतुवा रहेछ ए अब सनक्कै बनाएर भैँसीलाई सनक हान्दैछ राम्ररी हुनु पर्दैन आल चाहिन्छ त्यही भएर कि हाम्रो आल नगर पनि दिनु ए यो त अलि मुख पनि धोदैन नि मुख दिनु पर्ने होइन उठ्न ए खाँदैछ खाना पर्छ टाउकाभरि फोरै पर्छ केको घिन लाग्दैन फोटो
निमको मान्छेमा लाग्छ घिन लाग्दैन घिन लाग्दो बनाएर लानु पर्छ घिन लाग्दो छैन हामी त यो तोरीको बोट चाहिँ लगेर बारीमा हाल्दैछौँ किनभने मल हुन्छ नि त यो त्यही भएर मल पनि हुन्छ अनि अदुवा माथि हालिदिएपछि अदुवा रोपेको ठाउँमा माथिबाट हालिदिएपछि त्यहाँ झार पनि अलिक कम आउँछ त्यही भएर यसलाई चाहिँ लगेर बारीमा हाल्न लागेको यत्रो धेरै छ यहाँ अझै अघि आधी लगिसक्यो अब आधी छ यहाँनिर अब यसलाई लगेर माथि सट्टै बारीमा बिछिदिएपछि राम्रो हुन्छ मल हुन्छ हरियो मल हुन्छ अरे यो चाहिँ म चाहिँ यहाँ बोकेर जाँदैछु मम्मी माथि पछ्याउँदै हुनुहुन्छ त्यहाँ डेली अझै लिएर आउँदै हुनुहुन्छ डोको पनि नयाँ छ भन्दै हुन्छ मम्मी त्यहाँ ओछ्याउँदै हुनुहुन्छ डोको चाहिँ फाटेको छ अनि हाँस्दै हुनुहुन्छ कहाँ थुपार्नु यहीँ थुपार्नु यसो डोको चाहिँ फाटेको छ नि त ओ यसको बिट त हुँदो निस्कियो यो बिटै अड्क्यो डोकाको यसरी बिछ्याएपछि चाहिँ यहाँ झार आउँदैन अदुवामा त्यही भएर यहाँनिर बिछ्याउँदै अब यहाँ माथिबाट फेरि मल पनि हाल्नु पर्यो अलरेडी मल पनि हाल्नु पर्यो अरे यो चाहिँ हामीले ओछ्याएर यो परदेखि हालेर परदेखि यता 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 यहाँसम्म ल्याइपुऱ्याइसक्यौँ अब चाहिँ तोरीको यो बोट पनि सकियो यता ठाउँ त छ हाल्ने ठाउँ त छ तर बोट छैन मम्मी यहाँ बस्नुपर्छ गल्नु गर्मी गल्यो गर्मी गल्यो डेरीले अलिकति लिएर आउनुहुन्छ अब सकियो अनि त्यसपछि त यता चाहिँ यत्रो ठाउँ पुग्यो परदेखि यहाँसम्म पुग्यो माटै जस्तो कलर छ के देखिँदैन अब चाहिँ सक्यो लगभग अलिकति डेरीले ल्याउनुहुन्छ त्यति नै मम्मी यहाँ छर्दै हुनुहुन्छ अलिअलि भएको 8-9 डोको कति ल्याउनु ठुलो डोको छ नि त ठुलो मम्मीले 1 डोको ल्याउनु भयो मैले 1 डोको लिएर आएँ अनि डेरीले ल्याउनु भयो सबै मम्मी र मैले यहाँ छरेको अघि एकछिन चाहिँ हावा र हुन्डरी आएर पानी पर्ला जस्तो भइरहेको थियो अहिले चाहिँ फेरि पानी पनि पर्ला जस्तो छैन हावा हुन्डरी पनि गयो आनन्द भयो अब आजको लागि चाहिँ ब्लगमा यति नै सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला अनि कमेन्ट गरिदिनु होला एउटा धन्यवाद।